नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु र भिडियोमा कमेन्ट गरिराख्नु भएको थियो आजभोलि त भिडियो नै आएन भ्लग नै आउन छोड्यो त भनेर अब जस केही समस्या थियो अब चाहिँ भ्लग आइसक्यो आज हैन आज चाहिँ जस त्यो खोलामा त्यहाँ मेसिनको चाहिँ सामान बिग्रेको भएर 1.5 लाख जतिको चाहिँ मेसिनको सामान ल्याउनु पर्ने छ परेपा गएर सो आज चाहिँ त्यहाँ जाँदैछु लेट्स इट स्टार हेरौँ अब भिडियोमा के हुन्छ हेलमेट अलि माथि उकालेर लगायो भने चाहिँ भिडियोको क्वालिटी फरक आउँछ होइन आउँदैन भिडियो क्वालिटी कस्तो आइछ मैले बोलेको कस्तो सुनिन्छ पनि होइन यहाँ अब बोल्न पाएको छैन राम्रोसँगले त्यही हो बाटो अलि अफरोडमा चढ्दाखेरि अलि गाह्रै पर्छ नि त त्यही हो हाम्रो गाउँबाट चाहिँ खोला चाहिँ यस्तो साह्रो टाढो चाहिँ छैन है नजिकै छ त्यो 5-10 मिनटमा पुग्छ बाटोमा चाहिँ तर एक डाइरेक्सन यहाँ बाटो भइरहेछ बनिरहेछ विकास भइरहेछ नि त त्यो भयो नि अफरोड हजुरभरि त झन् अनि हिलो पानी पर्ने सिजनले गर्दा पनि भएर हो कि त्यो हो होइन बाटोतिर जहाँ त्यही पोखरी हुन्छ त्यहाँनिर गाडीहरू हिँड्दाखेरि खाल्टाखुल्टी भइहाल्छ अनि नेपालको बाटो बिग्रिने सम्भावना बढी हुन्छ नि पिचतिर पनि त्यस्तो हुन्छ नि त त्यस्तो भइसकेपछि अनि बाटो बिग्रिहाल्छ साह्रै र म चाहिँ अहिले यहाँ म जुन खोलाको कुरा गरिरहेको थिएँ म खोलामा चाहिँ आइसकेँ अहिले यहाँ देख्न सक्नुहुन्छ यहाँ मासु पाक्दैछ त्यहाँ होइन अब उहाँ दाइ र म चाहिँ बनेपा जानुपर्ने हुन्छ होइन त्यहाँ सामान लिनको लागि चट्ट लगाएर त्यही हो बाइक चाहिँ यता छ हाम्रो चट्ट लगाएर यहीँ धुइधाइ पनि छैन होइन 2-3 दिन भइसक्यो यत्तिकै थियो आज चाहिँ यत्तिकै हालतमै चल्नुपर्ने हुन्छ अब हेरौँ बाटोमा के हुन्छ बाटोमा सकेसम्म म देखाउने कोसिस गर्छु सकिनँ भने सायद उहीँ गएर नै भिडियो गर्छु होला म देख्न सक्नुहुन्छ यहाँ हामी दुईजना चाहिँ अब जानुपर्ने हुन्छ चट्ट लाएर पानी पऱ्यो भने फेरि ऱ्याङ्कोट चाहिँ छैन हामीसँग त्यही हो ल हामी चाहिँ फाइनली अब आइसक्यौँ यहाँ बनेपामा किनभने मैले धुथेलको उसतिर चाहिँ भिडियो चाहिँ खिचिनँ खत्रै थियो त्यहाँ चाहिँ जोस् हेर्न सक्नुहुन्छ यहाँ अहिले विकास चाहिँ कडैसँग भइरहेको छ देख्न सक्नुहुन्छ यहाँ खत्रैसँग है यहाँनिर चाहिँ 28 केजी हो 28 केजी भन्छ खालि 28 किलो 28 केजी भने पनि किलो भने पनि त्यस्तै हुनुहुन्छ होइन 28 किलो भइरहेछ यहाँ तर लास्टै धुलो चाहिँ खतरा डेन्जरै धुलो उठ्छ होइन धुलो चाहिँ खत्रै खाइयो यहाँनिर पनि धुलो भइछ त्यही हो यहाँ पछाडि देख्न सक्नुहुन्छ र आज चाहिँ यति नै गर्छु होला भिडियो अब क्यामेराम्यान चार्जहरू पनि छैन त्यही नै हो अब आजको भिडियोलाई यति हो नेक्स्ट भिडियोमा फेरि भेटौँला